देशभित्र भन्दा पनि देश बाहिर देश ठुलो बनाउनु पर्यो, देश बनाउनु पर्यो हैन, have capacity हैन to choose the smartest of the people to work for me. प्यारेन्ट्सहरुबाट त अथवा चाहिँ घर परिवारबाट एउटा काइन्ड अफ एक्सपेक्टेसन बिल्ड अप पहिले हुन्छ नि त। If you go back in time, would take the same decision marrying with me भनेर। तिमीलाई थाहा छ भने नि त्यही त हो नि भने जस्तो के हैन, त्यस्तो हुन्छ। लभ र अन्डरस्ट्यान्डिङ र रेस्पेक्ट चाहिँ कोएक्जिस्ट गर्छ जस्तो लाग्छ कि। Is it really selfless like the way people show it, or like there's some sort of like selfishness आफ्नो लागि पनि? जसले लाग्छु हैन, मेरो ह्याप्पिनेस चाहिँ यो भन्दा मेरो छैन सोसल सर्भिस अथवा कम्युनिटी सर्भिस भनौँ हैन, त्यो भनेर मान्छे आई थिङ्क त्यो चाहिँ ह्याप्पिनेस आउँदैन अथवा चाहिँ त्यो चाहिँ सेल्फलेस हुँदैन जस्तो लाग्छ। अनि तिनीहरूले त्यो रङ गरे पनि उनीहरूलाई रङ नभन्दियो नि त हैन, रङ तीन यु क्यान गो बियोन्ड 3 है, इट्स जस्ट अ नम्बर, मैले आर्बिट्रेरी भने। तर हाउ डु यु डिफाइन युर टेन्योर? वाट आई कुडन्ट डु, लेट्स यसमा चाहिँ फोकस गर। हाम्रो कम्युनिटीमा चाहिँ हाम्रो हामी जुन कल्चरमा हुर्केर आयो नि, ग्रुमिङ कसरी भएको छ नि, बरु दिनुपर्छ, मागेर खानुहुन्न भन्ने छ क्या। अनि त्यति बेलै फेरि अनफर्चुनेट चाहिँ 2टा सुसाइड भयो, केसहरू भयो होइन कोलोराडोमा, बोल्डर काउन्टी जेलबाट रेस्क्यु पनि गरेको। मनी इज वाट मनी डज भन्ने छ नि एउटा सेयिङ होइन, पैसालाई चाहिँ हाम्रो बुझाइमा चाहिँ के हुनु पऱ्यो नि, पैसाले पैसा काम चाहिँ गर्छ क्या। आई वाज बोर्न इन नेपाल, आई वाज रेज इन नेपाल, स्कुलिङ नेपाल, तर आई एम प्राउड अमेरिकन सिटिजन। म अहिले करेन्ट चाहिँ 13 लेभलमा छु। 15 पुग्न कति लाग्छ भनिदिनुहोस्? 1 वर्ष 2 वर्ष 5 वर्ष कति लाग्छ भनिदिनुहोस्? म 60वटा जागिरको लागि हालेको थिएँ त्यो कल आउनुभन्दा अगाडि। कति कुराहरू मैले चाहिँ भनि नै गरेर चाहिँ आफैलाई पनि भन्छु क्या, एजम्सन चाहिँ गर्नु हुने, एजम्सन इज भेरी डेन्जरस। एकचोटि चाहिँ सोच्न बाध्य बनाउँछ कि कुन डिरेक्सन जाँदैछ भन्ने चाहिँ सोच्न बाध्य गर्ने खालको चाहिँ मनपर्छ होइन। मेरो डेथ हुँदा भयो भने चाहिँ मैले त्यो गर्न पाइनँ भने चाहिँ आई थिङ्क इन्स्टेड अफ हुन्छ नि सबैजना अगाडि स्टेजमा रुनुभन्दा चाहिँ आई थिङ्क आई वान्ट स्ट्यान्डअप कमेडियन क्या। म त्यसलाई चाहिँ पहिल्यै पैसा दिएर म चाहिँ मेरो चाहिँ $10,000 अथवा $15,000 चाहिँ दिस इज फर स्ट्यान्डअप कमेडियन हु क्यान मेक पिपल लाफ इन माई डेथ सेरोमोनी। जो आउँछ नि तिनीहरूलाई पनि रुवाएर किन पठाउनु। त्यही भएर भन्दो रहेछ क्या मान्छेले, यो घर भनेको चाहिँ इट्टा झ्याल ढोका त्यो रूप रङ होइन अरे कि। घर भनेको त्यहाँ बस्ने मान्छेहरू हुन्, त्यो काहीँ न काहीँ त्यो याद हो, इमोसन, त्यो इमोसन हो होइन। पहिला म अमेरिका जाने सपना देखेको थिएँ, अब चाहिँ सपनामा चाहिँ म अमेरिकाबाट फर्केको देख्छु होइन। BLM 2025 कोहोर्टमा चाहिँ म इमर्जिङ लिडर कोहोर्टमा चाहिँ सेलेक्सन भएको हो।